हो र यता हेरेर बोल कति राम्रो दियौ म चाहिँ बारीमा जाँदैछु हरियो झारो खाली ल्याउनु पकाएर दिँदिनँ हरियो परियो चाहिँ काँचै दिनुपर्छ यो खालको सुँगुरहरूलाई चाहिँ कस्तो दामी खान्छ पकाएर दिएको भन्दा पनि काँचो दिएको चाहिँ राम्रो साथीहरू म चाहिँ झारो खाल्न जाँदैछु साथीहरू हामीले चाहिँ यति उखाल्यौँ बुढाबुढी भएर मेरो बुढाले चाहिँ अझै पनि उखाल्दै हुनुहुन्छ अब चाहिँ यो लगेर सुँगुर पाठाहरूले हालिदिने चारो चाहिँ अघि हालिदिएको अब यो हालिदिनु पर्छ सानो खुसी हुँदै खाँदैन तिनीहरूले त्यति साह्रो खाँदैन कि यता चाहिँ कस्तो दाना खान्छ नि अब खुसी हुँदै खान्छ साथीहरू दामी खान्छ यसरी हरियो चाहिँ नपकाइदिने तपाईँहरूलाई पनि यो खालको सुँगुरहरूले चाहिँ यो दुईवटा चारो भन्दा पनि मन पराउँछ यस्तो हरियोहरू चाहिँ यो खालको सुँगुर पकाएर मौले पनि माग्दैछ त महरूले त नदिउँ न अब यताकोहरू छ तिनीहरूले पनि पुरै खान्छ कति साह्रो पो खुसी हुँदै पो खान्छ त होइन हरियो परको कालो मौलाई पनि अलिकति देऊ कालोमा पर यो त पानी होला यिनीहरूले कस्तो दामी खाँदैछ त अन्त होइन तपाईँहरूलाई पनि यसरी हालिदिनुहोस् है साथीहरू कस्तो दामी खान्छ पकाएर दिएको भन्दा पनि राम्रो काँचो चाहिँ